आजको च्यालेन्ज हो बर्लिनको सुपरमार्केटमा 10 युरो खर्च गरेर कुनै मिल बनाउने। 10 युरो खर्च गर्नलाई दिमागले मात्र हुँदैन, खुट्टा पनि चलाउनु पर्ने हुन्छ। सो हामी सामग्री किन्नलाई सुपरमार्केट पुग्यौं। 0.95 युरोमा हामीले बन्दा लियौं। त्यसपछि स्प्रिङ अनियन 1.29 युरोमा 1 बन्डल दिइरहेको थियो, त्यो पनि हामीले लियौं। अनि पेप्रिका यानि कि क्याप्सिकम 1.79 युरोमा दिइरहेको थियो। हल्का महँगो जस्तो लाग्यो, त्यही भएर अर्को स्टोरमा लिने भनेर छोड्दियौँ। यो सस हामीसँग छँदै थियो, त्यही भएर लिएनौँ। अनि सोया सस लियौँ 0.89 युरोमा। टमाटो हामीसँग भएको भएर छोड्दियौँ। यतिको टोटल 3.2 युरो भयो। बाटोको ट्राफिक रुल्स फलो गर्दै हामी अर्को स्टोरतिर लाग्यौँ। भरे त अहिलेको स्टोरभन्दा महँगो रहेछ यहाँ पेप्रिका, र पनि हामीले लियौँ 1.89 युरोमा। त्यसपछि पालो चिकनको 3.99 युरोमा हामीले 400 ग्राम जति चिकन लियौँ। अनि यो चाउमिन नुडल्स 2.5 युरोमा। यसरी हामीले टोटल 11.6 युरो खर्च गऱ्यौँ। हाम्रो च्यालेन्ज 10 युरोको भए तापनि 11.6 युरो खर्च भयो। सो हामीले रियलाइज गर्यौँ 10 युरो चाहिँ सफिसियन्ट नहुँदो रहेछ चिकन चाउमिन बनाउनलाई। चिकन चाउमिन बनाउनलाई मिनिमम पनि 12 देखि 13 युरो चाहिने रहेछ। रेस्टुरेन्टमा 1 सर्भको लागि 12 देखि 13 युरो लाग्छ चिकन चाउमिनको, तर हामीले घरमा बनाउँदाखेरि 12 देखि 13 युरो खर्च गर्दा 4 देखि 5 जनाले मजाले खान मिल्ने रहेछ। यसरी हामीले चिकन चाउमिन बनाउन स्टार्ट गर्यौँ। सबैभन्दा पहिला हामीले एयर फ्रायरमा चिकनलाई रोस्ट हुन राख्यौँ, अनि प्यानमा सबै भेजिसहरू फ्राई गर्यौँ। प्रोसेस लामो भए तापनि हाम्रो एन्ड चाहिँ सफल हुन्छ भन्ने हाम्रो आशा थियो। बनाउँदै जाँदा त लास्टमा थाकी पनि सकेका थियौँ, किनभने 3 देखि 4 जनाको चाउमिन भनेको थोरै हुँदैन, निकै नै हुन्छ। हामीले 12 युरो खर्च गरेका थियौँ, जुन चाहिँ नेपालीमा लगभग 2000 पुग्न जान्छ। सो 2000 को चाउमिन 4 जनालाई यहाँ मजाले पुग्ने रहेछ। ल अन्तत हाम्रो 10 युरोको चिकन चाउमिन त होइन, 12 युरोको चिकन चाउमिन चाहिँ तयार भयो। हेर्दा चाउमिन, स्वादमा बिरयानी, तर एकदमै मिठो छ है, ट्राई गर्नै पर्छ।